My first mini vlog. स्वागत छ मेरो फर्स्ट मिनी ब्लगमा। आयो सबैजना सन्चै हुन्छ नि, म पनि एकदमै सन्चै छु। आज चाहिँ मेरो बिहानीबाट ब्लग स्टार्ट भएको छ। अनि त्यहाँबाट म चाहिँ उठेर मुख धुन लाएँ। मैले चाहिँ युज गर्दिनँ है, म होइन साबुन नेचुरल। अनि यत्तिको भइसक्यो, आफू मात्र भएर भएन, घर पनि सफा गरौँ। अनि म चाहिँ यता पोचा लगाउनतिर एकदम फोहोरो रहेछ। सो म चाहिँ बिस्तारै गएँ। अब म्याजिक है त ल मिलिसक्यो है। यस्तै गरेर छ भने हजुरले चाहिँ कमेन्ट गर्नु होला। अनि त्यस पछाडि बिस्तारा मिलाई चाहिँ आनन्द लाग्छ कि मलाई चाहिँ सफा फोहोर देख्नै सक्दैन। अनि अब पानी पनि भर्नै पर्यो, खाली बोतलहरू त्यसै छोड्नु भएन, यस्तो गर्मी छ, पानी धेरै खानु पर्यो। अनि त्यही भएर म चाहिँ पानी भरेँ दुइटै बोतलमा। अनि त्यहाँबाट म चाहिँ फ्रिजमा राख्न लाएँ। फ्रिजमा राखेको चिसो पानी खान पाउँदा छुट्टै आनन्दै हुन्छ नि त, यो बुटुलको गर्मी। अनि त्यस पछाडि चाहिँ म फ्रिजमा राखेँ पानी। अनि राखिसके पछाडि अब खाना बनाउनु पऱ्यो। टमाटर काट्दैछु, टमाटर काटेर अनि यता कुकर पनि बसाल्नै पर्यो। अनि त्यहाँबाट म कुकर बसाल्दैछु। अनि डाइरेक्ट खाना पाकिसकेपछि देखाउँछु। यहाँ चाहिँ खाना पाक्यो, मम्मीले अब पस्किँदै हुनुहुन्छ। एकदमै मिठो थियो गाइज, मैले चटनी बनाएको थिएँ, एकदम मिठो भएको थियो। थ्याङ्क्स फर वाचिङ, लाइक कमेन्ट सेयर